हेलो साथीहरू, वेलकम टु माई न्यू भिडियो। अन्तरिक्षको अनन्त गहिराइमा एउटा यस्तो तारा छ जसलाई हजारौं वर्षदेखि विनाश र मृत्युको प्रतीक मानिँदै आइएको छ। ज्योतिषी शास्त्र र प्राचीन इतिहासमा यसलाई भनिन्छ अल्गोल अर्थात् द मेडन स्टार भनिन्छ। जब जब यो ताराको छाया पृथ्वीको कुनै शक्तिशाली साम्राज्यमा पर्छ तब त्यहाँ रगतको नदी बग्छ र एउटा सिङ्गो वंशको विनाश हुन्छ। 2058 साल जेठ 19 गते शुक्रबारको दिन काठमाडौँको मौसम सधैँ जसो सामान्य थियो। नारायण हिटी दरबारभित्र भने एउटा विशेष चहल पहल थियो। राजा वीरेन्द्रको परिवारमा हरेक महिनाको तेस्रो शुक्रबार पारिवारिक जमघट हुने चलन थियो। यो जमघटको उद्देश्य राजपरिवारका सदस्यहरू र उनीहरूका नजिकका नातेदारहरू एउटै ठाउँमा भेटेर सुख दुःख साट्नु र रमाइलो गर्नु थियो। त्यो रातको जमघट दरबारभित्रको त्रिभुवन सदनमा आयोजना गरिएको थियो। साँझ 7 बजेदेखि नै पाहुनाहरू आउने क्रम सुरु भइसकेको थियो। राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी श्रुति र राजाका भाइ-बहिनीहरू सबै त्यहाँ उपस्थित भइसकेका थिए। वातावरण एकदमै पारिवारिक र हाँसिलो थियो। कसैलाई अलिकति पनि शङ्का थिएन कि त्यो जमघट नेपालको इतिहासकै सबैभन्दा ठुलो रक्तपातमा परिणत हुन लागेको छ। यस हत्याकाण्डको केन्द्रमा थिए युवराज दिपेन्द्र वीरविक्रम शाह। प्रत्यक्षदर्शी र सरकारी प्रतिवेदनका अनुसार दिपेन्द्र त्यही साँझ निकै तनावमा देखिन्थे। यसको मुख्य कारण थियो उनको प्रेम जीवन। दिपेन्द्र देवयानी राणालाई निकै मन पराउँथे र उनीसँग विवाह गर्न चाहन्थे। देवयानी राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जवाराको छोरी थिइन्। यो विवाहमा राजपरिवार विशेष गरी मुमा बडा महारानी रत्न र रानी ऐश्वर्या पूर्ण रूपमा असहमत थिए। रानी ऐश्वर्या दिपेन्द्रको विवाह आफ्नै कलेजकी एक आफन्त युवतीसँग गराउन चाहन्थिन्। यही विषयलाई लिएर राजपरिवारभित्र लामो समयदेखि विवाद र मानसिक तनाव चलिरहेको थियो। दिपेन्द्रले आफ्नो प्रेम र कर्तव्यको बीचमा ठूलो दबाव महसुस गरिरहेका थिए। त्यो रात त्रिभुवन सदनमा दिपेन्द्रले अत्याधिक मात्रामा ब्ल्याक लेबल, हस्की र गाँजा सेवन गरेका थिए। रातिको करिब 7:30 बजेतिर उनी नशाका कारण भुइँमा ढले। उनको यो अवस्था देखेपछि राजा वीरेन्द्रकै आदेशमा राजकुमार निराजन, पारस शाह र अन्य नातेदारहरूले दिपेन्द्रलाई समातेर माथिल्लो तलाको उनकै निजी कोठामा पुर्याए। कोठामा पुगेपछि दिपेन्द्रले आफ्नो मोबाइलबाट देवयानी राणासँग 3 पटक कुराकानी गरे। उनीहरूको कुराकानीको विषय के थियो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएन। तर देवयानीले पछि बयान दिँदा दिपेन्द्रको आवाज निकै लडबडिरहेको र अस्वाभाविक रहेको बताएकी थिइन्। देवयानीले दरबारका अङ्गरक्षकलाई फोन गरेर युवक राजको आवाज ठिक छैन, गएर हेर्नुसम्म भनेकी थिइन्। कोठामा गएको केही समयमै दिपेन्द्र ओछ्यानबाट उठे। नशाकै बीचमा उनले आफ्नो लुगा बदलेर सेनाको जस्तै कम्ब्याट लडाकु पोसाक लगाए। उनले आफ्ना आधुनिक हात-हतियार, एउटा M16 राइफल, एउटा सब मेसिन गन र पिस्तोल बोकेर सरासर तल बैठक कोठातिर ओर्लिए। रातिको ठिक 9 बजेको थियो। दिपेन्द्र अचानक हातमा आधुनिक हात-हतियार लिएर त्रिभुवन संसदको बिलियर्ड कोठामा छिरे। सुरुमा उनले सिलिङतिर अन्धाधुन्ध गोली चलाए। कोठामा भएका पाहुनाले सोचे कि युवराजले रक्सीको जोगमा वा रमाइलोका लागि पटाका पड्काएका हुन् र त्यो कुनै ठट्टा थिएन। दिपेन्द्रले आफ्नो राइफल सिधै आफ्नो बुबा राजा वीरेन्द्रतिर तिर्स्याएर गोली हाने। राजा वीरेन्द्रको घाँटी र पेटमा गोली लाग्यो र उनी भुइँमा ढले। त्यसपछि दरबारभित्र चिच्याट र कोलाहल मच्चियो। राजा वीरेन्द्रलाई बचाउनका लागि धीरेन्द्र शाह, राजाका भाइ अघि बढे र दिपेन्द्रले उनलाई पनि छातीमा गोली हाने। दिपेन्द्र जङ्गिएको बाघ जस्तै एउटा कोठाबाट अर्को कोठामा कुद्दै गोली बर्साइरहेका थिए। उनले आफ्नो बहिनी राजकुमारी श्रुति र भाइ राजकुमार निराजनलाई पनि दया नगरी गोली हाने। राजाका बहिनीहरू र अन्य आफन्तहरू जो बाटोमा परे उनीहरूलाई सबैमाथि गोली प्रहार गरे।
बैठक कोठामा विदण्ड मचाइसकेपछि दिपेन्द्र बाहिर बगैँचातिर निस्किए। रानी ऐश्वर्या र राजकुमार निराजन दिपेन्द्रलाई रोक्न र सम्झाउनका लागि उनको पछि दगुर्दै आएका थिए। तर दिपेन्द्र पूर्ण रूपमा नियन्त्रण बाहिर गइसकेका थिए। दरबारको भस्याङ र सानो बगैँचाको बीचमा दिपेन्द्रले आफ्नो आमा र रानी ऐश्वर्याको सामना गरे। त्यहाँ उनले आमा ऐश्वर्यामाथि क्रूरतापूर्वक लगातार गोली चलाए। रानी ऐश्वर्याको अनुहार र शरीरमा गम्भीर चोट लाग्यो र उनको त्यहीँ ज्यान गयो। सबैलाई मारिसकेपछि नारायण हिटीको एउटा सानो पोखरीमाथि बनेको पुल नजिकै दिपेन्द्र आफै पनि ढलेको अवस्थामा भेटिए। उनको टाउकोको दाहिने भागमा गोली लागेको थियो। सरकारी प्रतिवेदनका अनुसार आफ्नो परिवारको सामूहिक संहार गरिसकेपछि दिपेन्द्रले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका थिए। यो भयङ्कर काण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी श्रुति, धीरेन्द्र शाह, राजकुमारी जयन्ती, राजकुमारी शारदा, राजकुमार खड्गविक्रम शाह र शान्ति सिंहसहित राजपरिवारका 10 जना सदस्यको मृत्यु भयो। कोमामा रहेकै अवस्थामा दिपेन्द्रलाई नेपालको नयाँ राजा घोषणा गरियो। तर 3 दिनपछि अस्पतालमा उनको पनि मृत्यु भयो। त्यसपछि राजा वीरेन्द्रका बाँकी रहेका एकमात्र भाइ ज्ञानेन्द्र शाह नेपालको नयाँ राजा बने। यो घटनापछि नेपाल सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र प्रतिनिधि सभाका सभामुख तारानाथ राणा भाट सम्मिलित एक उच्चस्तरीय छानबिन समिति गठन गर्यो। समितिले प्रत्यक्षदर्शी बयान, फोरेन्सिक रिपोर्ट र हतियारको जाँचका आधारमा युवराज दिपेन्द्रले नै यो सबै हत्याकाण्ड गरेको र पछि आफैलाई गोली हानेको निष्कर्ष निकाल्यो। तर नेपाली जनताले आजसम्म पनि यो प्रतिवेदनलाई पूर्ण रूपमा स्वीकार गर्न सकेका छैनन्। जनताका मनमा धेरै अनुत्तरित प्रश्न छन्। जस्तै दिपेन्द्र दाहिने हाते थिए तर उनको टाउकोको देब्रेतिर गोली निशाना कसरी भयो? नम्बर 2, घटनाको समयमा सुरक्षाकर्मी र शाही अङ्गरक्षक एडिसिएस कहाँ थिए र उनले किन हस्तक्षेप गरेनन्? प्रश्न नम्बर 3, राजा ज्ञानेन्द्रको परिवार पारस शाह र कोमल शाह त्यही कोठामा हुँदाहुँदै पनि उनीहरू कसरी सुरक्षित रहे? यी र यस्ता प्रश्नले गर्दा नारायण हिटी दरबार हत्याकाण्ड आज पनि विश्व इतिहासको सबैभन्दा ठुलो र रहस्यमय राजनीतिक घटनाको रूपमा दर्ता छ। यो हत्याकाण्डपछि नेपालमा राजतन्त्रको जग सधैँका लागि हल्लियो र अर्थतन्त्र